Hello everyone, welcome to my page. आज मैले तपाईहरुको माझमा ड्रिंक्स लिएर आएको छु अनि चाहिँ के हो भन्दा अल्कलाइन वाटर and why I am taking it भन्दाखेरि यसको बेनिफिट चाहिँ के रहेछ भने एक नम्बरमा हाइड्रेसन है, यसले हाम्रो शरीरलाई हाइड्रेट राख्दछ भने नम्बर 2 मा चाहिँ pH balance, it helps neutralize stomach acid and promote maintaining balanced pH है. And who can drink it? People suffering from high blood pressure, people suffering from high blood sugar अनि high blood lipid cholesterol. उहाँहरुले चाहिँ यसलाई लिन सक्नुहुन्छ भने who cannot drink it? People suffering from kidney disease or कुनै पनि किडनीको समस्या छ भने उहाँहरुले यसलाई लिन सक्नु भएन. तर तपाईहरु लिनु चाहनुहुन्छ भने तपाईले डाक्टरसँग सरसल्लाह लिएर मात्र चाहिँ यसलाई लिने काम गर्नुहोस् है. अनि मेरो चाहिँ न हाई ब्लड प्रेसर छ न सुगर छ है, तर मैले चाहिँ किन लिइरहेको छु भने यसले चाहिँ एक नम्बरमा के गर्दै रहेछ हाइड्रेसन गर्छ. त्यसले गर्दाखेरि मेरो शरीर चाहिँ हाइड्रेट बसोस् प्लस मेरो स्टमकहरु ब्लोटिङहरु नहोस् भनेर चाहिँ मैले यसलाई लिइरहेको छु. यसको बेस्ट टाइम चाहिँ कहिले रहेछ भन्दा अर्ली इन द मर्निङ एम्प्टी स्टमकमा तपाईले लिनुभयो भने असल हुन्छ, किनभने इट हेल्प्स ब्यालेन्स pH राइट फ्रम द स्टार्ट अफ द डे. अनि बिफोर एन्ड आफ्टर एक्सरसाइज अल्सो वी क्यान ड्रिंक इट है. अनि तपाईले यो भिडियो फ्रुटफुल लाग्यो भने यसलाई यो पेजलाई फलो गरिदिनुहोस्, लाइक गरिदिनुहोस् अनि कमेन्ट पनि गरिदिनुहोस्. अनि तपाईहरुलाई आउँदो दिनमा नयाँ टपिकमा कुनै भिडियो चाहिन्छ भने मलाई कमेन्ट गर्नुहोस्. थ्यांक यू भेरी मच.